यसको बुढीहरू कतिजना छ अब कुन चाहिँ बुढीले भेटेर कुट्यो तिमीलाई अब सानो म जङ्गल पाए जङ्गल नाली पाए नाली पाए म ब्रस्तुपान गर्दैछु मेरो बुढीहरू यी सिस्टममा आउँछ यो आई यो इटरी आयो इटरी यही छ होला यो इटरी ठ्याक्कैले काम सिधाएर नहुनु गएको थियो गाडी सानी जिनिस नि सानी सिस्टममा यो एउटा भयो यसको पोजिसन सानी मासला यो कुट्टा कुन चाहिँ सन्देश लिएर आइज त कहिले चाहिँ बिजी गरे तर बाजुरी बाजुरी आई बाजुरी आउन बित्तिकै तपाईँको अर्को आउँछ फेरि को आउँछ भन्दाखेरि अब आउँछ अब आउँछ को आउँछ को मर्छ तिमीले त गाली गर्दा पनि हाँस उठ्छ अरे त्यही भएर त मान्छेले पत्याउँदैन मलाई इच्छा यो के हो यसलाई के भन्छ सानी सानी यसलाई के भन्छ सिस्टर यो यो के हो यसको आधारभूत शब्दको क्रियावाचकलाई के भन्छ सानी यो बटरफ्लाई त्यो सेतो के हो हनीमुन माकुराको जाल लागेको हो कहिले भन् यो चाहिँ भन्थ्यो के हो त्यसबाट होइन बटरफ्लाई निस्किनु लागेको हो क्या त्यो त्यो त अनि के को पात जस्तो देखेँ त मैले त सुकेको पात केटाहरूले फुसी हो साइलाको भन्दैछ के हो त्यो फुसी बौलाई डबल डबल गरेर यत्रो मान्छेले थ्यांक यू गाइस डबल टप गरेर बस्नु न प्लिज गाइस सबैजनाले डबल टप गर्नु एभ्री साथीहरु डबल टप गरौँ यत्रो मान्छेले डबल टप यति हो भीमसेन ब्रदर डबल टप गरौँ डोनेसन अनि त थ्यांक यू सो मच थ्यांक यू काली तर यसले कुनै केटीलाई बोका दाजु कुनै केटीलाई छुनु चाहिँ सक्दैन त्यही दिए छुनु चाहिँ सक्दैन त्यही हेरेर चिन्ता त छुइस भने पनि बिचमा तेरो सुति जान्छ होला नि का त छुइस भने पनि बिचमा तेरो सुति जान्छ होला नि का बोलाइ छ ल बोलाइ रम्मै केटी जाति एयर साइड मेरो त यति पुग्छ 30 जनालाई पुग्छ यसो चम्चीले गाड्दै खुट्टा फाल्छ यसो चले सबै खाइसक्यो मेरो भाइ बहिनीहरुले सट्टा शनिबारको दिन आउने टेकाइसक्यो कसले पठाकोस् मेरो मान्छेले पठाको साथीले पठाको पठा साथीले तेरो टाउको मासल कुर्ता राम्रो भन्न बुझ्दैनस् राम्ररी देखा त मजाले यस्तो कस्तो दामी रहेछ फुलहरु ओरिजिनल हो कि होइन ओरिजिनल हो क्या यो ओरिजिनल हो बिग्रिन लाग्यो मैले कति माया लागेर पानीमा लाउनु खोजेको फेरि यहाँ बिग्रिन्छ भनेर मैले टिकटक त्यो कागज निकालेर चाहिँ लगा के लाटी कागज चाहिँ निकालेर पानी गुलाउनु अनि कागज लाउनु आउँदैन त फेरि केही नगर्नु अब त्यो त्यतिकै सुक्छ त्यतिकै राख्नु त्यो कुइजाने हो भुसुना आउँछ त्यो भन्दा सुक्छ अनि सुकेपछि पिसेर उयोमा लगाइदिनु पुतली भित्र बासी भातलाई त नि एउटै पनि मैले खानु पाएन मेरो साथीहरुले मेरो भाइहरुले सबै बुइनी र भाइहरुले खाइसके त्यो बासी भातलाई पक्रेर त्यसको टाउकोमा यसो टक्सिक हान्नु पर्ने टङ 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 बजाइदिनु पर्ने त टक्लुमा ओके देऊ एन्सर ठ्याक्क सिस्टममा जगी गयो त के रे कुरा तेरे तपाईँ दोही होइन के तपाईँ चाहिँ तपाईँको दाइजी हो क्या त्यो जेठा